यो चाहिँ हामीले भेटेको हो। अनि बाटोमा हिँडिरहेको थियो अनि भेटेर ल्याएको यसलाई चाहिँ। यो चाहिँ फिमेल हो, कसैले एडप्ट गर्नु मागेको थिएन। मैले एडप्सन पोस्टमा चाहिँ हालेको छु। यिनीहरूले हेरिदिन्छ, उसले हेर्छ। अरू पनि छ, अरू भाइ बहिनी चाहिँ कता गएछ। हिजो चाहिँ घाम पानी परेर चाहिँ अनि एउटा भाइको घरमा राखेको थियो, हिजो भोकले यस्तो थियो। हेलो एभ्रिवान, मैले चाहिँ भिडियो किन बनाइरहेको भन्दाखेरि मैले चाहिँ पहिलादेखि नै यस्तो स्ट्रिट डग्स लाइक स्ट्रिट डग्स, काउज अनि यो हाम्रो बिरालोहरू सबैलाई रेस्क्यु गरिरहेको थिएँ। अनि मैले कति संस्थाहरूलाई पनि कल गरेँ अनि यो हाम्रो सेल्टरलाई पनि कल गरेँ, तर कसैले रेस्पोन्ड नै गर्नु भएन। कसैले भन्नुहुन्छ कि हामीसँग अहिले हाम्रो अरू जस्तै कोही बिरामी छ भने पनि, कुकुरहरू बिरामी छ भने पनि चाहिँ हामीले चाहिँ एउटै पे गर्नुपर्ने हुँदोरहेछ क्या। अनि म त आफै स्टुडेन्ट हो अनि मैले यो डग्सहरूको केसमा पनि कतिलाई चाहिँ आफ्नै पैसा हालेर चाहिँ ट्रिटमेन्ट गराइरहेको थिएँ। अनि यसपालि पनि मैले ठ्याक्क त्यो यसपालि सानो एउटा फिमेल पप्पी भेटेँ अनि त्यसलाई मैले घर ल्याएँ। एक दिन त राखेँ मैले, अनि तर मैले एकदम गाली खाएँ, किन ल्याइस् के ल्याइस् भनेर। अनि मैले त्यसलाई पार्कमा लग्नु भनेर राख्यो। अनि पार्कमा त अब कहिले भाग्छ, कहिले मान्छेहरू त्यहाँको मान्छेहरू मन पराउँदैन, ढुङ्गाले हान्ने, यहाँ पार्कमा राख्ने, एकदम बाती करायो। यो यस्तो भयो भने हामी यसलाई यहाँबाट खेद्छौँ भनेर भन्नुभयो। अनि हिजो एउटा बहिनी त्यही पप्पीसँग खेलिरहेको थियो। त्यो खेल्दाखेरि चाहिँ अनि बहिनी चाहिँ लडेछ। अनि लडेपछि चाहिँ अब त्यो दोष त ल्यायो मलाई। अनि त्यसपछि के भन्नु चाहिँ मैले पप्पी ल्याएर त्यो बहिनी लडेँ अरे, उसको मम्मी मसँग बाँध्न आउनुभयो। त्यस्तो त कति छ मसँग एकदम धेरै। यो प्रोमा म सबैको लागि नराम्रो भइसक्यो क्या, जो पनि मसँग बाँच्ने कुकुरकै लागि बाँच्ने। अनि उहाँहरूले कुकुर मन पराउने ठिक छ, आफ्नो टेस्ट हो नि त। अब मैले त एकदम धेरै कुकुर बिरालो, अब मलाई एकदम धेरै जनावरहरू एकदम माया लाग्छ क्या मलाई चाहिँ। जो पनि मसँग झगडा गर्ने, अनि मैले त झगडा गर्नै छोडेँ। मेरो फ्यामिलीले पनि भन्नुहुन्छ किन झगडा गर्छस् यस्तो अबुजहरूसँग भन्नुहुन्छ क्या। अनि ठिक छ, कुकुर बिरालो उहाँहरूलाई किन मन पर्दैन, जनावर किन भेला गर्नुहुन्छ मलाई थाहा भएन। अहिले चाहिँ मैले त्यसलाई अनि फेरि तल हाम्रो पसलमा लगेर छोडिदिएको छु। यतातिर एकदम धेरै अब नराख भन्नु थालेपछि त्यो पसलमा पनि भागिरहेको हुन्छ त्यसलाई। अस्ति पनि भागेर कहाँ पुगेछ, बल्ल 1 घन्टा लगाएर खोजेर लिएर आएको। अनि एकदम धेरै माया लाग्छ मलाई चाहिँ। मैले पहिलादेखि नै यस्तो, म खासमा यहाँ आउन खोजेको पनि थिएन। मैले यसरी भिडियो बनाउँछु भनेर सोचेको थिएन, लाइफमै सोचेको थिएन। तर यो अति नै भयो, एकदम धेरै प्रेसर दिन थाल्यो क्या मलाई चाहिँ। एकदम धेरै नै जोसँग नै नराम्रो हुन थाल्यो। एकदम जतिखेर पनि धम्की दिने, यो अब यो कुकुरहरू ल्याइस् भने यस्तो उस्तो भन्ने। अनि एकदम धेरै प्रेसर दिन थालेपछि चाहिँ मैले यसरी भिडियो बनाउनै पर्छ भनेर चाहिँ मैले भिडियो बनाएको हो।